को सोच र हामी जनता, हाम्रो माटो, हाम्रो भौगोलिक अखण्डता अलग छ। त्यसैले हामीलाई विदेशी कुराहरू लाद्न खोजेर लादिँदैन र वातावरण र मौसम र माटोले दिँदैन भन्न चाहन्छु म चाहिँ प्रायः जसो। किन भन्दा हाम्रो देशको अस्तित्व अलग छ। मन, विचार, कर्म, धर्म, आफूलाई लागेको कुराहरू हामीले बोल्नुपर्ने बाध्यता आएको छ। हामी नबोल्दै, हामी नगर्दै गर्दा अहिले यो अवस्थामा हामी पुगेका छौँ। हामीले पनि खोज खबर, खोज तलासी गर्न सकिएको भएदेखि अहिले हामी आउन सक्नुहोस्, जनतामा त्यसरी आउनुहोस्, अनि त्यसपछि तपाईँहरूले अनि बल्ल कुरा बुझ्नुहुन्छ। तपाईँहरू चाहिँ लुकेर चोरी बाटो गएर चोरेर अर्काको धन सम्पत्ति लुटेर खाने पल्केकाहरूले गर्ने नै यही हो। फेरि तपाईँलाई दुःख लाग्ला तर दुःख मान्नु पर्दैन। तपाईँ सक्षम र सबल र जनशक्तिबाट